2083 सालको सबैलाई शुभकामना। सँगसँगै मेरो यो मिनी ब्लगमा तपाईँहरूलाई एकदमै स्वागत छ। 2082 साल जे जस्तो गुज्रे पनि मैले 2083 साल चाहिँ एकदमै पोजिटिभिटीका साथमा सुरु गर्ने डिसाइड गरेँ। त्यो भएको भएर चाहिँ मैले बिहानै मन्दिर भिजिट गरेर चाहिँ भरपुर ब्लेसिङ्सहरू लिएर फर्केँ। अनि आजको लागि एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ के थियो भन्दा मेरो दुईवटा मेकअपको अपोइन्टमेन्ट थियो। एउटा स्टुडियो सर्भिस थियो भने एउटा होम सर्भिस थियो। अनि दुईजनाकै लोकेसन एउटै भएको भएर चाहिँ मैले पछि कम्युनिकेसन गरिसकेपछि दुईजनालाई नै होम सर्भिस दिने डिसाइड गरेँ। अनि त्यस पछाडि चाहिँ म लागेँ होम सर्भिसतिर। है त फर्स्ट ब्राइड हुनुहुन्थ्यो इन्गेजमेन्ट ब्राइड। उहाँको स्पेसिफिक डिमान्ड चाहिँ के थियो भन्दाखेरि मेरो हस्बेन्ड टु बी चाहिँ अलिकति अग्लो हुनुहुन्छ, मलाई चाहिँ उहाँसँग मिल्ने जस्तो हाइट गराइदिनु होला है भनेर चाहिँ अलिकति अग्लो हेयर बनाइदिनु भन्नुभएको थियो। मैले मिल्ने जति बनाइदिएँ। त्यस पछाडि यस्तो देखेको छ फाइनल लुक। हेर्नुहोस् तपाईँहरूलाई कस्तो लाग्छ। अनि बाँकी रह्यो रिभ्यू उहाँकै मुखबाट सुनौँ है त। हेलो सृष्टिजी, तपाईँलाई कस्तो लाग्यो हजुरको मेकअप एकदम राम्रो लाग्यो। एकदम हजुरसँग एकदम वन्डरफुल एक्सपिरियन्स भयो हैन। एकदम मिलाएर गरिदिनु हुँदो रहेछ। अनि मन पर्यो आजको? हजुर एकदम मन पर्यो। फर्स्ट टाइम मेकअप? हजुर एकदम फर्स्ट टाइम हो। एकदम उहाँलाई चाहिँ म सजेस्ट गर्छु। एकदम राम्रो मेकअप गर्नुहुन्छ। थ्याङ्क यू, अल द बेस्ट विशेस। थ्याङ्क यू। अनि मेरो सेकेन्ड अपोइन्टमेन्ट भएको घरमा चाहिँ खाना रेडी थियो क्या मेरो लागि। फर्स्ट ब्राइडकोमै हुँदाखेरि फोन गरेर सोध्नु भएको थियो अब यतिखेर भइसक्यो बिहानै हिँड्नुभएको होला, खाना त पक्कै खानुभएको छैन होला भन्ने कुरा भयो क्या। अनि त्यसपछि मैले झुट पनि बोलिनँ, खाना खाएको छैन नि भनेपछि मलाई फर्स्टमा पुग्ने बित्तिकै खाना रेडी थियो कि। आम सो ग्रेटफुल फर दिस। एकदमै थ्याङ्क यू भन्न चाहन्छु। मेकअपको लागि चाहिँ उहाँले पिङ्क सफ्ट ग्ल्याम अनि अलिकति ग्लोई खालको लुक गरिदिनु भन्नुभएको थियो। हेयरको लागि चाहिँ बिल्कुल मेरो उसमा छोडिदिनु भएको थियो होइन। त्यो अनुसार चाहिँ मैले उहाँको ब्लू लुगामा सुहाउने गरी यसरी मेकअप गरिदिएँ। अनि उहाँ पनि एकदम खुसी हुनुहुन्थ्यो है, मलाई लागेसम्म खुसी नै हुनुभएको थियो। अनि बाँकी चाहिँ उहाँकै मुखबाट सुनौँ है त। कस्तो लाग्यो? धेरै लामो समयपछि म होम सर्भिस आएको थिएँ कि आज होइन। कस्तो टायर्ड फिल भयो कि। अनि बाटोमा यो जुस पसलहरू देखेपछि यो चौपाडी निरको थियो, सायद तपाईँहरूलाई थाहा छ होला है। ट्याक्कै कहाँनिर भने मलाई अहिले याद छैन, तर कस्तो बवाल जुसमा हुँदो रहेछ क्या है। एकदमै राम्रो लाग्यो। टायर्ड भयो भनेर कम्प्लेन गरेको छैन है। आई रियली लभ दिस वर्क। मेरो धेरै पुरानोदेखिको काम हो। अनि त्यस पछाडि बाटोमा चाहिँ जेम्स वर्ल्ड फन पार्क सायद तपाईँहरूलाई थाहा छैन, यो बच्चाको लागि प्याकेज रहेछ। आज लियो भने चाहिँ 3 टाइमसम्म भ्यालिड हुने। सो अहिले बिदा पनि छ बाबुको। अनि त्यो भएको भएर मजाले युज हुन्छ भनेर चाहिँ मैले एउटा टिकट लिइदिएँ। अनि बाबुलाई जुस पनि लिइदिएको थिएँ। मैले यसरी खान्छु यसरी खिचिदिनु है भनेको थिएँ क्या त्यो त सरेर। सो त्यो भयो। त्यस पछाडि चाहिँ म एकछिन न्याप लिएँ होइन घरमा गएर। अनि बाँकी चाहिँ अब बाबुलाई त दिनभरि घरमा बसेको थियो नि त। अनि मम्मी बाबासँग टाइम स्पेन्ड गर्न पाएकै थिएन। अनि त्यस पछाडि बाबुलाई लिएर चाहिँ हामी इभिनिङ स्कुटी राइड गर्दै गर्दै चाहिँ मेघोली आइपुग्यौँ कि होइन। सो द्याट वाज माई न्यु इयर, फर्स्ट वैशाख। होपफुली तपाईँलाई रमाइलो लाग्यो होला मेरो भ्लग हेरेर। इफ लाग्यो भने चाहिँ प्लिज इन्टरेक्ट गर्नु होला यो भिडियोमा। सो थ्याङ्क यू एभ्री वान, ह्याप्पी न्यु इयर अगेन, बाई।